स्वागत छ तपाईहरुलाई मेरो नयाँ युट्युब च्यानलमा। आज चाहिँ म मिसिन स्टार्ट गर्नुभन्दा अगाडि हामीले के कुरामा ध्यान दिनुपर्छ र के चेक गरेर मात्रै स्टार्ट गर्नुपर्छ म आज जानकारी दिन गइरहेको छु। यो भिडियो चाहिँ हेल्परहरुको लागि हो। जति पनि मिसिनमा हेल्पर गरिरहेको छौ भने मिसिन स्टार्ट गर्नुभन्दा अगाडि यो कुरा थाहा पाउन एकदमै जरुरी छ। भिडियोतिर लागौँ। अब भिडियो हेर्नु होला पुरै। यो चाहिँ मेरो मिसिन हो र हामीले स्टार्ट गर्नुभन्दा अगाडि ब्याट्री चेक गर्नुपर्ने हुन्छ। ब्याट्री चाहिँ यो तारहरू हल्लिएको छ कि छैन। यो हल्लियो भने चाहिँ सर्ट हुने सम्भावना धेरै हुन्छ। आगो बल्ने हैन, सबै चेक गर्ने। यसलाई चेक गरिसकेपछि हामी माथि क्याबिन तर्फतिर जान्छौँ। क्याबिनमा गइसके पछाडि हामीले बनोटलाई खोलेर सबभन्दा पहिला हामीले मोबिल चेक गर्नुपर्ने हुन्छ र मेरो चाहिँ अहिले मोबिल लेभलभन्दा थोरै माथि छ। म्याक्स लेभल यहाँ हुन्छ भने लो लेभल यहाँ हुन्छ। हामीले यहाँसम्म राख्यो भने राम्रो हुन्छ। यहाँसम्म आउँदा केही प्रब्लम भएन र योभन्दा माथि म्याक्स लेभलभन्दा माथि यहाँतिरसम्म जाँदा पनि केही प्रब्लम भएन। यहाँसम्म चाहिँ आउनु भएन। कुलेन्ट चेक गर्नुपर्छ, रेडिएटर कति हुन्छ। अहिले मेरोमा कम छ, यसमा थप्नुपर्ने हुन्छ। म अहिले एकछिनमा थप्छु भने यसलाई यति दुईटा तीनटा चेक गरिसके पछाडि हामीले जुन यहाँबाट यो नोजल पाइप भन्छ यसलाई, हाम्रो यो नोजल पाइप हुन्छ। यो नोजल पाइपदेखि यहाँदेखि यहाँतिर कतैबाट हाम्रो डिजेल लिक भइरहेछ भने हामीले हेर्नुपर्ने हुन्छ, टाइट गर्नुपर्ने हुन्छ। डिजेल लिक भयो भने मिसिन आगो लाग्ने धेरै सम्भावना हुन्छ। हामीले यति चेक गरिसके पछाडि फिल्टर पनि हेर्नुपर्ने हुन्छ। फिल्टर हेरेको फिल्टरतिरबाट कतैबाट ओइल लिक भएर छ कि छैन सब चेक गर्नुपर्ने हुन्छ। हामीले यति चेक गरिसके पछाडि गियर ओइल स्विङ मोटरको गियर ओइल चेक गर्नुपर्ने हुन्छ। यसको लेभल चाहिँ म्याक्स लेभल यहाँ हुन्छ, लो लेभल यहाँ हुन्छ। हामीले म्याक्स लेभलभन्दा माथि नै राख्नुपर्छ जहिले पनि। यति चेक गरिसके पछाडि हामीले अहिले यो डिजेल फिल्टर भएको फुल फिल्टर भएको यो फिल्टरहरू पनि चेक गरेको राम्रो हो। यति चेक गरिसके पछाडि स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ यति नै हो, धेरै चेक गर्नु पर्दैन। अरू पनि चेक गरेको राम्रो हो। हामी स्टार्ट गर्नतिर लागौँ। मेरो मिसिन चाहिँ अलिक पुरानो छ। मिसिनको मिटर हुने बित्तिकै मेरो स्टार्ट हान्दिउँ। स्टार्ट भइसकेको छ। मेरो मिसिन स्टार्ट भइसक्यो। गाइज आजको भिडियो चाहिँ यति नै। नेक्स्ट भिडियोमा म मिसिनको फुल डिटेल भिडियो ल्याउने छु। अहिलेको लागि चाहिँ मन परेमा लाइक सब्सक्राइब गरिदिनु होला। धन्यवाद सबैजनालाई।